यो पालक जति नै हेल्दी हुन्छ मान्छेलाई त्यति नै अलि मन पर्दैन। त्यही भएर म चाहिँ यसो चम्सुरसँग मिसाएर खान्छु। त्यसमा चाहिँ अलि धेरै मरमसला राखेर लपक्क पकायो भने चाहिँ मलाई चाहिँ मिठै लाग्छ है। पहिला मैले थोरै तेल हालेर त्यसमा प्याज र खुर्सानी फ्राई गरेँ। अनि त्यसमा चाहिँ अदुवा लसुन अनि जिरा धनियाँको पेस्ट बनाएको थिएँ मैले, त्यो हालेर अनि त्यसलाई एकछिन भुटेँ। त्यसपछि थोरै नुन अनि बेसार हालेर पनि मिक्स गरिदिएँ। अनि त्यसमा मैले एड गरेँ टमाटर। र टमाटर त यहीँमा नि छुटाउनै भएन है। फेरि जे पनि अलि आलु गुलियो गुलियो हुन्छ कि, आलुसँग मिसाएर बनाउने हो मैले चाहिँ। अनि यता धोएर राखेको थिएँ मैले लोकल आलु, घरकै बारीकै है। अनि त्यो लोकल आलुलाई हालेर मैले पकाइदिएँ त्यो मसलामा। पहिला मसला हालेर पछि आलु हाल्दा चाहिँ मिठो हुन्छ। अनि त्यो आलु अब पाक्यो अनि मैले साग राखेँ, पालक र चम्सुरको साग हो यो चाहिँ। मैले धोएर सब काटेको भिडियो चाहिँ बनाउन बिर्सेछु। अनि त्यो राखेँ ओहो भिडियोमा त के हो भेट्दै भएन त। अनि त्यो राखेपछि त्यसलाई राम्रोसँग पल्टाइ मैले चाहिँ त्यो मसलाहरू हुन्छ नि सर्लक्क योसँग मिक्स नहुँदाजेल उल्टे पारेर यताउति गरेर त्यसलाई चाहिँ सबै आलुलाई माथि ल्याउँदै त्यो मसलामा मिक्स गरिदिएँ सागलाई मजाले। फेरि होइन त्यो पाकेपछि मिक्स त हुन्छ तर त्यति बुझ्दैन कि म फेरि खालि चलाइ गर्ने मान्छे। अनि मम्मीले कति चलाइ गर्छस् त यो तरकारी मलाई झ्याउ लाग्छ भन्ने। अनि मलाई फेरि यो आलु हुन्छ नि जे तरकारीमा मिसाए नि आलु नघोटेसम्म चित्तै बुझ्दैन। एकचोटि खोलेको राम्रोसँग पाकेको थिएन साग। अनि पानी चाहिँ त्यसैबाट निस्केको थियो, मैले पानी हालेन। अनि त्यसपछि पछि उ गरेर चाहिँ अनि मलाई फेरि साग हुन्छ नि नघोटेसम्म मिठै लाग्दैन कि। अनि मैले मजाले घोटेर यस्तो बनाएँ, मिठो भएको थियो।